हेलो एभ्रिवान, सम्पूर्णमा मेरो नमस्ते र म आज चाहिँ भिभोसी सम्बन्धी यो भिडियो बनाउँदैछु। कृपया सबैजनाले लाइक शेयर गर्न चाहिँ नबिर्सिनु होला ताकि सबैसम्म यो भिडियो चाहिँ पुगोस् हैन। अब दुई चार जना मान्छेहरुले चाहिँ साथीहरुले मलाई सोधिरहनु भएको थियो भिभोसी भनेको के हो, बनाउनु पर्छ पर्दैन, कतिको चान्स छ पुलिसबाट बस्न भनेर चाहिँ सोधिरहनु हुन्छ हैन। त्यही भएर आज त्यो सम्बन्धी नै म तपाईहरुलाई भिडियो बनाउँदैछु किनभने मेसेज त अब त्यस्तै हो हैन। अब टाइम हुँदैन हैन। खास भिभोसी को मतलब भनेको चाहिँ जब हामी ग्रीसमा आइसके इलिगलबाट भएर आएर चाहिँ हामी 3 वर्ष यहाँ पुगिसक्यौं हैन। अहिले चाहिँ 3 वर्षको सिस्टम चलेर त्यही भनौं न हैन। 3 वर्ष पुगिसके पछाडी चाहिँ जुन हामीसँग 3 वर्ष सपुत रहेको हुन्छ नि हैन, प्रुफ, त्यो चाहिँ हामीले अनलाइन इमिग्रेसन अप्लाई गर्यो भने हामीले चाहिँ त्यहाँबाट के पाउँछौं त, व्हाइट भिभोसी पाउँछौं, जुनको मतलब हो यो मान्छेको चाहिँ अहिले डकुमेन्टहरु प्रोसेसमा छ, सबमिट भइसकेको छ भनेर चाहिँ त्यो भिभोसीले जनाउने हो खास गरी चाहिँ है। यसको मिनिङ भनेको यही हो हैन। यसको मतलब भिभोसी भनेको के हो भन्दाखेरि चाहिँ र अहिले चाहिँ यो अब हामी त आज आएर भोलि भिभोसी बनायो भने त्यो चाहिँ खासमा चाहिँ लिगली चाहिँ हैन, त्यो इलिगलबाट सेटिङबाट बन्ने कुरो हुन्छ। त्यो चाहिँ त्यसमा तपाईको फिंगर पनि हुँदैन र तपाईको पासवर्ड मात्रै रहेको हुन्छ। तपाईको फिंगर पनि हुँदैन, सकेसम्म तपाईको फोटो पनि हुँदैन। यदि तपाईहरुले चाहिँ सेटिङबाट बनाउनु भयो भने, साउले बनायो भने आई थिंक फोटो हुन्छ होला हैन, मलाई त्यस्तो खासै थाहा छैन। यो भिभोसी पनि दुई किसिमका हुन्छन् यहाँनिर चाहिँ हैन। र अब भिभोसीबाट अब पुलिसबाट बच्न सकिन्छ सकिँदैन भनेर चाहिँ यो चाहिँ तपाईको 50-50 नै हो है। अब मेन कुरो त पुलिसको माइन्डमा मुडमा डिपेन्ड रहन्छ हरेक कुरा हैन। र पनि यो चाहिँ तपाईको भिभोसी बन्द भइसक्यो, धेरै नै समय भइसकेको छ। त्यसकारण यो भिभोसीले चाहिँ बस्छु भन्ने बेकार हो हैन। अनि अर्को कुरा चाहिँ अब भिभोसीले अनि काम पाउँछ भन्नु, काम पनि पाउँदैन यो सिटीतिर हैन, त्यो भन्ने मात्रै हो। अनि नेपाल सवाल यताउता अब खै तपाईले थाहा भएर सोध्नु भएको अथवा यति भिभोसीले चाहिँ नेपाल जान मिल्दैन अहिलेको भिभोसीले है। पहिलाको त मिल्थ्यो अरे, अब त्यो फाल्टै छ हैन। अहिले चाहिँ तपाईहरुले भिभोसीले घर जान नि पाउनु हुँदैन, अरु कुनै देशमा जानु पाउनु हुँदैन हैन। र अब यो भिभोसी चाहिँ अनि गाउँतिर बनाउने चलनहरु धेरै नै हुन्छ, मैले पनि बनाएको हो हैन। तर यो भिभोसी चाहिँ तपाईहरुले नबनायो भने चाहिँ तपाईहरुलाई चाहिँ राम्रो हुन्छ हैन। किन भन्दा पछि अब तपाई 3 वर्ष अब यही सिस्टम कन्टिन्यू रहिरह्यो भने अब 3 वर्ष अब हुन्छ नि पेपर तपाई जुन बेला सबमिट गर्नुहुन्छ त्यो बेला अब तपाईको रेकर्ड हेर्दाखेरि तपाईको पासपोर्ट नम्बर त त्यहाँ गएको हुन्छ नि त हैन। त्यसकारणले चाहिँ त्यो रेकर्डमा तपाईको त्यो देखियो भने तपाईको फेरि आई थिंक 5 वर्षको लागि चाहिँ फेरि तपाईको सबै कुराहरु होल्ड हुन्छ, प्रोसेस गर्न पाउनु हुँदैन। त्यसकारण चाहिँ सकेसम्म भिभोसी नबनाउनु होला। र अब कति पर्छ भन्नुहुन्थ्यो, मेरो विचारमा 10-20 युरो अथवा 50 युरो सम्म पर्ला यो भिभोसी बनाउन, धेरै चाहिँ पर्दैन हैन। र प्राइजेस त्यो सबै बन्ने भनेको सेटिङबाट हो। त्यसकारण चाहिँ भिभोसी लिगल छँदै छैन, यसको खासै काम केही पनि छैन। त्यसकारण तपाई नडराइकन यो भिभोसीको पछि नबन्नुस्, कुरुकुरा आफ्नो कामलाई मात्रै ध्यान दिनुस्। बरु तपाईहरु चाहिँ अब फ्री हुनुहुन्छ भने अब खुलेको बेला चाहिँ असाइलम लिन सक्नुहुन्छ, त्यो गर्दा बेस्ट पनि हुन्छ। बाइ गाइस, टेक केयर, सी यू।